अब तपाईँहरूले यसरी राखिराखेर नि अब है छट्टा यसरी होइन पैसा कमाउनै पर्छ साथी हो है। हाम्रो स्टार्टिङ चाहिँ कहाँदेखि हुन्छ त त्यहाँदेखि हो वहाँ सक्यो ल ट्राई हानिदिउँ है त अलिक फास्टमा हानौँ ल है। सो हजुरहरूलाई एकदम हृदयदेखि धन्यवाद भन्न चाहन्छु है। अनि आगामी दिनहरूमा नि यसरी माया गरिदिइराख्नु होला। सो यो बाइक चाहिँ आइसकेको छ। सो अनि मलाई चाहिँ एक्कासी यहाँ होइन अनएक्सपेक्टेड यस्तो खुसी लाग्यो कि किन भन्दा चाहिँ है एकचोटि नम्बर टिपौँ अनि कल गरौँ है। ल म धेरै बोल्यो भने माइन्ड नगर्नु होला है। फेदर बोलिरहेको ल मनमा लागेको कुराहरू चाहिँ सेयर गरेको हजुरहरूलाई। सो हेलो एन्ड नमस्ते एभ्रिवान, होप यु गाइज तपाईँहरू एकदमै सन्चै आराम नै हुनुहुन्छ होला। अनि सो म पनि एकदमै सन्चै नै छु। सो अनि अहिले बिहान कति 9-10 बजिसकेको छ होइन। अनि एउटा कुरा भन्न चाहन्छु है, म चाहिँ तपाईँहरूलाई हृदयदेखि नै सरी भन्न चाहन्छु किनभने चाहिँ म अहिले डेली कन्टेन्टहरू लिएर आउन पाएको छैन। सो अलिकति होइन मलाई नि त्यस्तै प्रब्लमहरू भइरहेको छ नि त। सो त्यही भएर चाहिँ अनि चाहिँ होइन अब एक दिन बिराएर चाहिँ अब एक दिन आउने चाहिँ हुन्छ भइरहेको छ। सो अबदेखि चाहिँ म डेली कन्टेन्ट नै लिएर आउने कोसिस गर्नेछु साथीहरू। सो है माइन्ड नगरिदिनु होला तपाईँहरूले होइन, यति माया गरिदिनु भएको छ। सो म एकदम खुसी नै छु होइन। उहाँ त्यसको लागि चाहिँ म धेरै होइन हृदयदेखि धन्यवाद भन्न चाहन्छु हजुरहरूलाई। सो अनि अहिले चाहिँ अब म कहाँ जान लागेको भन्दाखेरि चाहिँ उता के त्यो ट्रेनिङ सेन्टर जान लागेको क्या। अनि फर्स्टमा चाहिँ म दाइको ग्यारेज जान्छु अनि त्यहाँ गएर म तपाईँहरूसँग भन्छु नि त के कसो रोक्नु, नत्र म बोल्दै हिँड्छु है त हजुरहरूसँग ल। साथीहरू ल अहिले चाहिँ म निस्किसकेको छु रुमबाट। अनि सो अनि उता चाहिँ त्यहाँ कस्तो डिस्टर्ब भइरहेको थियो कि नोइजहरू आइरहेको थियो। सो त्यही भएर चाहिँ मैले नबनाएको। सो अनि म चाहिँ होइन अब चाहिँ लाइसेन्स निकाल्नै पर्ने भयो कि साथीहरू होइन, अति नै भयो कि अब कति होइन कति उयो गर्नु के चिट काट्नु लाइसेन्सको बिल बुकको त्यस्तै। अनि अब साधन इनकेस अब अलि महिनापछि अब मैले निकालिहाल्यो भने पनि होइन अब चाहिँ लाइसेन्सहरू सबै व्यवस्थै गरेर चाहिँ म साधनहरू चलाउने छु के। अनि होइन अब मेन भनेको चाहिँ मलाई अब टाढा जान नपाउने के। अनि अब टाढा जान मन लाग्छ, अब लाइसेन्स छैन मेन कुरो होइन। जहाँ परे पनि अब चेकिङमा पऱ्यो कि अब हुन्छ नि चिट काट्नै पर्छ। त्यही भएर अति नै भयो भनेर चाहिँ अब चाहिँ म ट्रायल दिन खोजिरहेको छु। र अनि मैले चाहिँ अस्तिदेखि नै मैले चाहिँ ट्रायल दिने भनेर बसिरहेको थिएँ। अनि ट्रायल भन्दाले नि यहाँ चाहिँ प्र्याक्टिस हो कि यहाँनिर चाहिँ। अनि त्यहाँनिर गएर चाहिँ यसो प्र्याक्टिस गर्ने हो अनि बल्ल उता गएर चाहिँ ट्रायलहरू दिनुपर्ने हुन्छ। सो साथीहरू अनि त्यही नै अहिले चाहिँ म अरू कुराहरू पनि भन्छु तपाईँहरूलाई। अहिले उता ग्यारेजतिर पुगेर है त ल। कता घुम्नु यतै आएको यसो सन्चै अनि खोइ त दाइ हुनुहुन्न ए ओहो साथीहरू यसको ओरिजिनल आएछ बल्ल साइलेन्सर हेर्नु त। आम्मामा हेर्नु त पहिला त यत्रो ढाल्थ्यो यसो यत्रो देखि यहाँनिर भट्ट गरेर आउँथ्यो। सो यो बाइक चाहिँ आइसकेको छ। अब लिएर नि कहाँ जाने र लाइसेन्सै छैन मेरो, यार लाइसेन्स बनाउनै पर्छ साथीहरू। अनि साथीहरू के अरे अब मैले चाहिँ होइन बुझेको अनुसार चाहिँ अब यताउता ठोके पनि अब त्यो पैसा तिरेर पनि निकाल्न मिल्दो रहेछ लाइसेन्स चाहिँ। सो अब त्यत्रो पैसा कहाँ तिर्ने 15,000 कि कति भन्नुभएको थियो कि मलाई दाइले चाहिँ। अनि त्यही भएर अलिकति कस्तो लाग्यो क्या अब पैसा तिरी नि के निकाल्ने, बरु आफैले सक्दो होइन ट्रायल दिएर निकाल्ने भन्ने चाहिँ मेरो भनाइ छ सोचाइ छ होइन। सो त्यही भएर चाहिँ हो ल साथीहरू अरू त के भन्नु। अनि अब यहीँनिर छ कि त्यो ट्रायल यो प्र्याक्टिस गर्ने ठाउँ। अब त्यहाँ गएर चाहिँ म चट्ट भेट्छु अहिले हजुरहरूसँग है त। अनि यहाँनिर हेर्नु न टायरहरू नि बबाल सेकेन्ड ह्यान्ड टायरहरू रहेछ कि सबै हेर्नु कति धेरै ल्याउनु भएको रहेछ। ल साथीहरू त्यही नै हो, अहिले चाहिँ म उतै गएर भेट्छु है त ल। साथीहरू ल अहिले चाहिँ म आइसकेको छु यहाँ ट्रायल सेन्टरमा। यहीँनिर छ क्या, यहाँ बन्द छ कि जस्तो भइरहेको मलाई त, मान्छे देख्दिनँ कोही पनि यहाँ त। यहाँ हेर्नु सक्नुहुन्छ यहीँ हो क्या ड्राइभिङ टेस्ट फिल्ड प्र्याक्टिस गर्ने ठाउँ। सो यहीँनिर यो अब गाडी मात्रै हो कि गाडी मात्रै होइन साथीहरू, यहाँनिर सबै छ छन चाहिँ। अब एकचोटि बुझ्नुपर्ने हुन्छ, खोइ त कोही पनि हुनुहुन्न त यार भएन साथीहरू यार। भित्रै गएर अब एकचोटि अब नेगेटिभ सोच्ने हो कि फेरि यार। यहाँ नम्बर एकचोटि यहाँ बोर्डमा हुन्छ कि यहाँ भित्र त्यो गाडी भएको छेउमा। सो
म चाहिँ अनि नम्बर लिएर कल गर्नुपर्ने हुन्छ। किन टाढा गएर अब उयो गर्नु भन्ने कुरा हो कि म चाहिँ। सो न यहीँ बस्नुहुन्छ कि के थाहा। सो आज त बन्द छ जस्तो छ। अब एकचोटि कल गरौँ है। यहाँ नम्बर छ साथीहरू। क्यामेरा चाहिँ अनमै राख्नुपर्छ, फेरि नेगेटिभ सोच्नुहुन्छ होला यार फेरि होइन। ल म क्यामेरा अनमै राख्छु है त। एकचोटि नम्बर टिपौँ अनि कल गरौँ है साथीहरू। कल गर्दैछु। नेगेटिभ चाहिँ नसोचिदिनु भयो हुन्थ्यो। अब यसरी भित्र हेलो ए दाइ आज यो टेस्ट उयो गर्ने बन्द हो र? आज यो हजुरको यहाँ बन्द हो र आज? खाना खान जानु भयो? ए ए यसो बाइकहरूको नि हुन्छ होइन र दाइ? ए कि आफ्नै बाइक चाहिन्छ कि अब यहीँबाट हुन्छ? ए ए हजुर हजुर ए ए त्यस्तो है। ए हस् हुन्छ। मलाई एकचोटि अहिले म खबर गर्नु न है। म यहीँ छु हुन चाहिँ। म यहाँ नम्बर टिपेर अनि हजुरलाई कल गरेको थिएँ कि। ल हुन्छ। एकचोटि कतिखेर आउनुहुन्छ एकचोटि सोचिदिनु नत्र म ए म यतै बस्छु। हस् 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 साथीहरू अब सुन्नुभयो नि तपाईँहरूले नि के भन्नुभयो भनेर। सो त्यही नै खाना खान जानु भएको रहेछ। अनि के रहेछ भने चाहिँ अब आफ्नै बाइक भयो भने चाहिँ 300 रुपियाँ लाग्छ अरे। अनि उहाँहरूको बाइक भने चाहिँ 600 रुपियाँ लाग्छ अरे यार। आमा मलाई दाइको त्यो उयो अर्को यो होन्डा साइन उठाएर आउँछु कसम। अब के गर्नु त होइन। अब पैसा नहुने बेला पनि पैसा बचाउनु परेन होइन साथीहरू। सो गाह्रो छ नि हो गाह्रो छ। सो बन्द चाहिँ नरहेछ खुसी लाग्यो। अब यहीँबाट अब साथीहरू कसरी के कसो मलाई होइन। अब फर्स्ट टाइम हो म पनि। अब कहिले पनि अब यसरी ट्रायल दिएको पनि छैन मैले अहिलेसम्म है। अब तपाईँहरू नै आउनु सक्नुहुन्छ। सिमलटाढी यही हो सिमलटाढी चौकबाट अलिकति यताबाट ठ्याक्कै अलिकति माथि। सो खाना खान जानु भएको छ अरे उहाँहरू पनि। सो हेर्नु सक्नुहुन्छ। मलाई अलिकति अप्ठ्यारो भनेको चाहिँ अब गाह्रो भनेको चाहिँ यही ठाउँ हो साथीहरू। 8 बनाउन चाहिँ अलिकति के यहाँ टर्निङमा चाहिँ यस्तोमा चाहिँ अलिकति भर लाग्दैन है। नत्र भए त कस्तो कस्तो गलीमा फेरि मलाई चाहिँ अब अरू बाइकहरूभन्दा डट बाइकमा एकदम हात बस्यो कि साथीहरू। फेरि डट बाइक चाहिँ मैले जुन पनि गरिदिन्छु होइन। अब फेरि यस्तो हुँदो रहेछ के हुँदो रहेछ भने चाहिँ अब ट्रायल दिने बेलामा चाहिँ प्रायः चाहिँ स्प्लेन्डर के अरे हिरो होन्डाहरू हुन्छ नि त्यस्तोहरूबाट चाहिँ उयो गर्ने रहेछ कि ट्रायल दिने रहेछ कि मैले जहाँसम्म अहिलेसम्म होइन कति देखेँ। तर त्यो उयोबाट चाहिँ होइन मान्छेहरूले गर्छ नगर्ने त्यो एक्सपिरियन्स भएको मान्छेहरू चाहिँ गर्छ है। बुलेटहरू कति अब हुन्छ नि अलिकति हेभी बाइकहरूबाट नि गर्नुहुन्छ उहाँहरूले नि। सो अब त्यही नै हो साथीहरू। अब एकचोटि दाइहरू आएपछि चाहिँ अब के कसो भन्ने कुरा हो। ल अब चाहिँ म यहाँ टक्क अहिले तपाईँहरूलाई देखाइहाल्छु नि म है साथीहरू। ल त अहिले चाहिँ म निस्किन लागेको घरतिर। किन भन्दाखेरि चाहिँ दाइहरू चाहिँ भर्खरै खाना खान जानु भएको छ अरे। अनि सो त्यही भएर चाहिँ अनि अहिले कति 11:30 11:15 भित्र चाहिँ आइपुग्नुहुन्छ अरे। अनि अहिले चाहिँ बल्ल कति 10 सवा 10 साढे 10 हुन लाग्यो होला बल्ल। अनि त्यही नै होला। म नि खाना खाँदै गर्छु। खानासाना खाएर आउनुपर्ने हुन्छ। अहिले चाहिँ म डाइरेक्ट उतै गएर भेट्छु साथीहरू। अनि दाइको बाइक ल्याउने हो के कसो भन्ने कुरा अहिले नै थाहा हुन्छ है त। ल अहिले चाहिँ म डाइरेक्ट रुममै गएर भेट्छु हजुरहरूसँग। ल सो अलराइट गाइज। ल अहिले चाहिँ म रुममा आएर पनि चट्ट अब चाहिँ म यहाँ खानाहरू तताउँदैछु। सो हेर्नु सक्नुहुन्छ। अनि हिजो चाहिँ मैले यहाँ बन्दा र आलु बनाएको थिएँ। अनि यहाँ रहेको छ मेरो खाना। सो अनि यसलाई चाहिँ म्याडमले चाहिँ के भन्यो भन्दाखेरि भात भुटा भनेको छन्। त्यही भएर चाहिँ म फर्स्टमा यो तरकारीलाई चाहिँ तताएर अर्को एउटा भाँडामा खनाउँछु। अनि त्यसपछि बल्ल त्यसमै भात भुट दिनु पऱ्यो कि है त। ल अहिले चाहिँ म भुटभाट गरेर अहिले भेट्छु है। ल राइट गाइज है अहिले चाहिँ हाम्रो मैले चाहिँ भात सात भुटिसकेको छु। सो हेर्नु सक्नुहुन्छ। अनि बन्दा र आलुको तरकारी बब्बाल भएको छ। सो अनि मलाई चाहिँ उताबाट कल आइसकेको छ। अनि सो त्यही भएर चाहिँ अब यहाँ चचाड खाएर जानुपर्ने हुन्छ। अनि मैले चाहिँ यहाँनिर त्यो के ट्रायलको अब लिखित अब हुन्छ नि नियमहरू अलिअलि ज्ञान लिएको छु। सो त्यही अहिले चाहिँ म खाएर अनि अहिले निस्किने बेला मात्रै भेट्छु हजुरहरूसँग। अनि सायद म दाइको बाइक लान्छु होला अहिले एकैछिनको लागि चाहिँ। अब के हुन्छ अहिले हेरौँ है त त्यहाँ तल गएर। ल अहिले भेट्छु। सो गाइज है अहिले चाहिँ म खानासाना पनि खाइसकेको छु। अब चाहिँ म जान लागेको चट्ट तल। अनि फर्स्टमा चाहिँ म अहिले दाइको ग्यारेजमा गएर त्यहाँबाट बाइक लान्छु होला सायद। अनि मैले चाहिँ हेलमेट पनि लिएको छु किनभने अगाडिबाट
बनाउनु पर्छ नि त। सो त्यही भएर चाहिँ ल अहिले चाहिँ म डाइरेक्ट तल ग्यारेजतिर गएर भेट्छु है दाजुसँग। ल त्यही नै सो अलराइट गाइज। ल त अहिले चाहिँ मैले चट्ट बाइक लिइसकेको छु। यो अस्ति नै गएको थिएँ मेला जाने बेलामा नि यही लगेको थिएँ। सो ल यही बाइक लगेर अनि प्र्याक्टिस गर्ने हो आज। अनि चट्ट अब चाहिँ लाइसेन्स निकाल्ने हो। अनि अब के कसो भन्ने कुरा अब अहिले नै थाहा हुन्छ। अब सबै उहाँहरूले बुझाइदिनुहुन्छ होला होइन। ल त्यही हो अब यहाँनिर हो त्यो म त्यही गएर भेट्छु नि त है। त्यही नै होला साथीहरू। अब यहाँ दाइले चाहिँ अलिअलि अब जानकारीहरू गराइदिनुहुन्छ अरे। सो पहिला चाहिँ एकचोटि बुझौँ है अनि बल्ल चाहिँ प्र्याक्टिस गरौँ। सो अहिले चाहिँ बाइक अफ गरिदिइहालौँ है त। ल अब यहाँनिर अब के हुन्छ कसो हुन्छ अलिअलि नलेज त चाहियो नि त साथीहरू। अब मैले फर्स्ट टाइम हो कहिले पनि अब गरेँ छैन यस्तो होइन प्र्याक्टिस गरेको छैन। सो अब मैले अलिअलि चाहिँ हेर्दै हेरेँ होइन धेरै कुराहरू पनि त्यहाँबाट सिकेँ मोबाइलबाट। अनि भए पनि अब यहाँ पनि यसो ट्राई गरिदिउँ न अब के कसो भन्ने कुरा बुझौँ। हाम्रो स्टार्टिङ चाहिँ कहाँदेखि हुन्छ त त्यहाँदेखि हो ए त्यहाँनिरबाट स्टार्टिङ हुन्छ अरे है साथीहरू। ए यहाँबाट ठ्याक्कै बाइक यसरी ल्याउने होइन यसरी आउने यसरी जाने अनि फेरि यसरी आउने फेरि एक राउन्ड हान्ने अनि ए हस् 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 यहाँबाट आएपछि ठ्याक्कै त्यो ठ्याक्कै यो उयो छ नि साथीहरू स्लिप जस्तो त्यहाँबाट झरेपछि साइड कहाँनिर ठ्याक्कै कहाँनिर यो टच नगराउने अनि ठ्याक्कै त्यहाँनिर पुगिसि सकिन्छ ए पार्किङ गर्ने ठाउँ छैन नि त्यही नै। सो ल साथीहरू अब अगाडि राखेर ट्राई गर्छु अब के कसो भन्ने कुरा होइन। प्र्याक्टिस नलेज अलिकति चाहिन्छ मान्छेमा। सो अब एकैचोटि गरेर नि गर्नु मिलेन नि त। सो होइन अब कतिजना त अब डाइरेक्ट गर्न पनि जानुहुन्छ। सो म चाहिँ पहिल्यै प्र्याक्टिस गरेर मात्रै जाने भनेको छु। सो ल त्यही नै हो साथीहरू। अब के भन्नु म अगाडि राखेर बनाउँछु है त। ल 1 2 3 गो। 1 ट्यापमा किक स्टार्ट हुन्छ कि फेरि त्यही खुसी लाग्छ। यसको चाहिँ फेरि सबै गेयर माथि है साथीहरू। सो ल पहिला उता जाउँ यहाँबाट यस्तै जाउँ यार चट्ट है। ल साथीहरू अब चाहिँ मेरो चट्ट सुरु हुन लागेको छ है चट्ट अब आज राइट। दाइले चाहिँ यहाँ पिलरहरू राखिदिनु भएको छ है यो दाइ भयो भयो। सो ल साथीहरू है 1 2 3 गो स्टार्ट गरिदिउँ ल चट्ट यहाँबाट के हो कति गियरमा छ हो र यार आमा हो। यसको फेरि यस्तो अप्ठ्यारो हो क्या साथीहरू यार गियरै हो मजाले सकिन्छ जस्तो लाग्ने यार यहाँबाट यसरी। सो फर्स्ट टाइम है साथीहरू म पनि एक्सपिरियन्स गर्दैछु। यहाँ माथि चढाउने सर है अनि चट्ट यहाँ आइसी साइड लाइट दिने भन्नुभएको छ। साइड लाइट दिइसकेँ मैले अनि यहाँ आइसी चाहिँ साइड लाइट अफ गरेर भ्याउनु पऱ्यो। सो अब रेड लाइट र पहिलो लाइट आएर है अब यहाँनिर ए अलिकति पछाडि साँच्ची यो चाहिँ छुनु भयो ए हस् हस् यो चाहिँ छुनु भएन है साथीहरू। ल मानव अब हाम्रो सक्यो है रेड लाइट र येल्लो लाइट चाहिँ सक्यो। सो यहाँबाट सर खुट्टा उचाल्ने अनि बिस्तारै है घचक 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 घचक। सो यहाँनिर आएर चट्ट यसरी रोक्ने है। यो हाम्रो यो पछाडिको पहेँलो लाइन पनि छुनु भएन अनि अगाडिको पनि भएन। सो अब चाहिँ हाम्रो जाम भनेपछि चाहिँ ठ्याक्क अब यसरी खुट्टा उचालेर यसरी हिँड्नुपर्छ। सो अनि यहाँनिर चट्ट आएर फेरि यहाँ पनि यसरी दुइटै लाइनलाई नछुइकन साथीहरू है यसरी चट्ट अनि फेरि जाम भनेपछि चाहिँ सर। सो हाम्रो यति रहेछ प्रोसेस चाहिँ खासै उयो लङ त छैन। सो अब यो 8 बनाउनलाई चाहिँ अलिकति गाह्रो हो मान्छेलाई अलिकति होइन। सो खासै चाहिँ उयो छैन जस्तो लाग्छ मलाई चाहिँ मजाले गरिरहेको छु गर्न त मैले नि ओइ एकचोटि ए अनि साथीहरू के अरे अनि है हाम्रो चाहिँ 70% चाहिँ आउनु पर्दो रहेछ क्या फेरि 70% चाहिँ अब होइन यो पहेँलो लाइनहरूमा अब लाइक हुन्छ नि छुन पाउने रहेछ पाउन चाहिँ धेरैजनालाई अब थाहा नै छ होला अब होइन साधन हुनेहरू। सो अब हामी स्टार्टिङ गर्छौँ है यहाँबाट
यहाँबाट स्टार्टिङ गर्ने बेलामा चाहिँ साथीहरू खुट्टा यसरी उचालेर जान मिलेन कि फेरि हामी चाहिँ है खुट्टा यसरी राख्न पायो होइन। अब कहिलेकाहीँ अब हामीले खुट्टा टेक्यो होइन, खुट्टा अब झ्यासो यसरी टेकेर अनि फेरि यसरी गर्न पाइन्छ क्या फेरि। अब हाम्रो त्यसमा चाहिँ कति 5 पोइन्ट घट्दो रहेछ है फेरि। अनि मेन भनेको चाहिँ 70% चाहिँ ल्याउनु पर्दो रहेछ क्या पास हुनलाई चाहिँ है। अनि मान्छेहरू चाहिँ प्राय अब लिखितमा हो फेल हुने है लाइसेन्स निकाल्ने बेलामा। सो मलाई त खासै गाह्रो लाग्न त साथीहरू है। अनि हामीले अब लाइक हुन्छ नि यो लाइन भयो नि, यो लाइनबाट अब बाहिर चाहिँ जान पाएन क्या। अब यो लाइनलाई छोयो भने पनि 5% घट्दो रहेछ है साथीहरू। अनि त्यही नै हो, अब खासै गाह्रो त छैन रहेछ। सो मैले चाहिँ मजाले गरेँ होइन। अब चाहिँ 2 गियरमा नि मजाले गरिदिन्छु जस्तो फिल आँट भइसक्यो मलाई चाहिँ। खासै गाह्रो लागेन हो साथीहरू, म त अलिकति हार्डै हुन्छ होला जस्तो लाग्यो थियो। मजाले साथीहरू के गाह्रै छैन रहेछ यार। त म त सोचेँ चाहिँ खत्रै गाह्रै हुन्छ होला भनेर। सो साथीहरू तपाईँहरू नि अब लाइसेन्स निकाल्दाखेरि चाहिँ अब प्र्याक्टिस गरेर जानु होला, नलेजहरू लिनु होला है। म चाहिँ त्यही भन्न चाहन्छु। अब मैले त गरियो, खासै गाह्रो नरहेछ। सो 1 गियरमा झारेर हानेको एक उहिले हानिदिउँ कि यहाँबाट। के सिक्ने त खोइ साथीहरू यार, जति सिक्नु त सिक्यो। अब वान्स अगेन ल ट्राई हानिदिउँ है त, अलिक फास्टमा हानौँ ल। अनि यतिकै कन्फिडेन्स भइसक्यो त साथीहरू, यत्तिकै ढुक्कले पास हो ल। नियम पालनाहरू चाहिँ गर्नै पर्छ है, जसरी पनि गर्नै पर्ने हो। लाइसेन्स हासिल गर्न त गर्नै पर्यो नि होइन र। सो ल त्यही नै हो, खासै गाह्रो छैन है साथीहरू। अब मैले हान्न जति सक्छ। सो आज चाहिँ तपाईँहरूलाई म ट्रेनिङ सेन्टर र हुइली प्लस गरिदिइरहेको छु है त। सिक्नु होला ल, हुइली कसरी सिक्ने होला आज म यहीँ सिकाइदिन्छु तपाईँहरूलाई। ल टक्क 1 गियरमा हाल्ने। अब तपाईँहरूको सुरुमा चाहिँ म के भन्छु नि, अब कति सिसीको छ बाइक त्यो अनुसारले आरपिएम लिनुपर्छ है। मैले यसमा 30-35सम्म मात्रै लिन्छु है त के अरे आरपिएम। अनि त्यही नै हो ल। अनि सकभर तपाईँहरूले मैले चाहिँ यो बिचको न्युटनमा हालेर देखाउँछु। एउटा हातले मात्रै समात्छु कि मैले चाहिँ यसरी। तपाईँहरू अब जुन अब किन भन्दा चाहिँ अब यो ग्रिप होइन, अब तपाईँहरूले यसरी हुन्छ नि, यो लाइक यसरी समात्नु भयो भने चाहिँ तपाईँहरू यसरी उठ्दाखेरि तपाईँको हात यसरी आउन सक्छ। अनि त्यही भएर तपाईँ पछार्न सक्नुहुन्छ। अनि सो त्यही भएर चाहिँ यसरी यो ग्रिप चाहिँ यसरी चट्ट कि 2टा औँलाले कि एउटा औँलाले है त चट्ट एउटा यसरी समात्ने होइन। ल चट्ट अब 1 गियर हाल्ने, सर हिँड्ने। अब तपाईँहरूको सिसी कति बाइक छ है त्यो अनुसारले भर पर्छ। सो म रोक्नु यहाँ अलिकति मैले नै हान्न आउँदैन, म नि अलिकति है नलेज दिँदैछु। सो अब आफूले यसरी चट्ट पपअप गर्न सिक्नु पऱ्यो क्या सुरुमा। अनि यसरी बिस्तारै सिकिन्छ साथीहरू। अब त्यो मेरो अर्को डट बाइकको चाहिँ जाब 150 सीसी। अनि त्यही माथि के अरे सक पनि बिग्रेको थियो क्या, त्यही भएर चाहिँ म हुइली सिक्न नपाएको कारण त्यही हो। अब तपाईँहरूले यसरी राखिराखेर नि अब है छट्ट यसरी सक ठ्याक्कै यसरी प्रपअप गरेपछि चाहिँ ठ्याक्कै ब्रेक हान्न चाहिँ नबिर्सिनु है तपाईँहरूले। हुत्तै उठ्छ कि फेरि, किन भन्दा आरपिएम बढी भयो भने तपाईँहरू यसरी फर्किन सक्नुहुन्छ क्या होइन दाइ। त्यही भएर चाहिँ म बिस्तारै सिकाइरहेको छु तपाईँहरूलाई है। मजा आउँदो रहेछ तर साथीहरू है। जे होस् म बाइक सिकेपछि चाहिँ हुइली चाहिँ सिक्छु कि तर कसम भने। ल दाइलाई चाहिँ मैले अलिअलि रोक्दा दिइसकेको साथीहरू। सो अब त्यही नै हो, 1 घन्टाको चाहिँ कति हो भने चाहिँ। अनि त्यही पनि मैले अब 1 घन्टा त खेलेन है, त्यही नै अब सो 200 रुपियाँ दिएँ। त त्यही नै होला साथीहरू। अब चाहिँ म निस्किनु पर्ने हुन्छ। ल अहिले चाहिँ म डाइरेक्ट अब ग्यारेजमा गएर भेट्छु है त हजुरहरूसँग। ल अब एक्सपिरियन्स गरिहाल्यो, मजा आउँदो रहेछ। सो अलराइट गाइज, ल अहिले चाहिँ म दाइको ग्यारेज आइसकेको छु। अनि सो एउटा दाइले चाहिँ मलाई के अफर दिनुभएको छ भने मलाई हाफ पेमेन्ट डाउन पेमेन्टमा के अब यो बाइक चाहिँ मलाई दिनुहुन्छ भन्नुभएको छ। सो अब अहिले चाहिँ मसँग पैसा छैन।
सो अब एकचोटि घर फ्यामिली पनि कुरा गर्नुपर्ने हुन्छ अब के हुन्छ अब साधन त लिनै पर्छ मलाई अब के गर्नु होइन हिँड्नु पर्ने हो अब राइडमा जानु हो अब क्यान्सल भइरहेको कति राइडहरू सो केही छैन अनि मैले चाहिँ यहाँ दाइलाई अब यो हेलमेट चाहिँ अहिलेलाई अब म बाइक नकिने जेलसम्म अब साइकल आएपछि चाहिँ म आफै बनाउँछु साइकल अब कहिले किन्छु भन्ने कुरा पनि थाहा छैन सो ल त्यही नै अब यो हेलमेट चाहिँ म दाइलाई यहीँ राखिदिन्छु ल त्यही नै अब त के भन्नु अरू त अनि म यहाँ साइकल चाहिँ मेरो यहाँ क्रस पाएँ सो म डाइरेक्ट अब चाहिँ रुममा गएर भेट्छु तपाईँहरूसँग है त अनि के हुन्छ आजको दिन ल जोडिराख्नु होला ब्लगमा त्यही नै हो ल सो गाइज है त ल अहिले चाहिँ कति 2 बजिसक्यो छ 2:30 भइसक्यो होला सायद अनि मलाई चाहिँ एकदम भोक लाग्यो के मलाई भन्दा नि मेरो बुढीलाई चाहिँ सो उसलाई चाहिँ भोक लाग्यो भनेर अनि यसो खाजा लिन जा भनेर अनि म चाहिँ अहिले भाउजूको पसलतिर जान लागेको छु सो अनि त्यही नै हो अब होइन कस्तो आएर छ यहाँ अनि अब इनकेस है मसँग अब यो मामाको साइकल हो नि त अनि इनकेस अब यो साइकल नभएको भए पनि है म चाहिँ हिँडेरै भयो नि जान्थेँ कि म पहिला समथिङ कति यहाँदेखि उता के ज्यामिरेसम्म ज्यामिरेसम्म हिँडेर गइदिन्थेँ क्या राति म राति दिउँसो जतिखेर दिउँसो त होइन अलि राति हिँडिदिन्थेँ कि सो मलाई चाहिँ हिँड्नमा केही तक्लिफ हुँदैन क्या सो त्यही नै हो मलाई त अब होइन दुःख पऱ्यो भन्दामा अब होइन यस्तो उस्तो त्यस्तो आउँछ सबैलाई दिन होइन केही छैन सो अब अहिले जे समय बितिरहेछ सो त्यसलाई नि अब फेस गर्नुपर्ने हुन्छ सो अब आउला नि कुनै राम्रो दिनहरू पनि होइन साथीहरू सो ल त्यही नै अहिले चाहिँ म यस्तो चटपट चाउमिन लिन जान लागेको उता भाउजू पसलतिर अनि त्यही होला अहिले चाहिँ म उतै गएर भेट्छु है तपाईँहरूसँग ल ल ल साथीहरू ल यता अहिले चाहिँ म आइसकेको छु भाउजूको पसलमा अनि सो अब यहाँबाट चाहिँ यसो चटपट लानुपर्ने हुन्छ 25 रुपियाँ जतिको सो भाउजू सन्चै हुनुहुन्छ मलाई 50 रुपियाँ चटपट बनाइदिनु ए हस् हुन्छ खानु ल अनि चाउमिन पनि लैजानु पर्ने हुन्छ साथीहरू सो अलिकति घाँटी कस्तो बसे जस्तो भयो मेरो दाइ सो अब एकचोटि दाइलाई भनौँ नारायण दाइ ए चटपट एकैचोटि चटपट चाउमिन बनाइदिनु मलाई प्याक गरिदिनु है ल सो ल त्यही नै हो साथीहरू अहिले चाहिँ म लिएर अनि भेट्छु तपाईँहरूसँग है त ल त्यही नै हो अरू केही भन्नु छैन सो राइट गाइज है त ल अहिले चाहिँ मैले लिइसकेको छु यहाँ चटपट र 1 कप चाउमिन अनि 50 को चटपट अनि चाउमिन लिइसकेको छु सो अनि मलाई चाहिँ एक्कासी यहाँ होइन अनएक्सपेक्टेड यस्तो खुसी लाग्यो कि किन भन्दा चाहिँ है साथीहरू यस्तो खुसी लाग्यो मलाई त काम सुरु भयो अब तर त्यो दाइकोमा चाहिँ होइन हाम्रो यता केटाहरू छ क्या मैले चिनेको साथीहरू जस्तै भनौँ न सो उनीहरूले चाहिँ अनि काम गर्ने हो यताउता भनेर अघि यहाँ थियो अनि एक्कासी मैले चाहिँ भेटेँ अनि त्यसपछि सोधिहालेँ कि मलाई ए म त रेडी हो यताउता भनिदिइहालेँ मैले सो अनि त्यही हो अब भोलिदेखि चाहिँ मेरो काम ड्युटी सुरु हुन्छ साथीहरू है मलाई एकदम खुसी लागिरहेको छ सो अनि कसरी के भन्ने अब त्यही हो अब पैसा सेभिङ गर्ने हो होइन अनि फेरि बाइक लिने हो केही छैन अहिले चाहिँ अब जसो तसो कटाउँछु यो अब सब बितिरहेको समय होइन ल केही छैन अनि भाउजूले पनि भन्नुभएको थियो क्या यस्तो साइकलमा चाहिँ फिटिङै आएन तिमीलाई यहाँ भन्नु यताउता भन्नु भइरहेको थियो के गर्नु भाउजू अब त्यस्तै भइहाल्यो अब होइन जे हुन्थ्यो भयो अब आउला नि दिनहरू मैले नि भनेँ सो अनि त्यही हो बुढीले नि भनिरहेको थियो अब उहाँ यताउता पेलेर जानुपर्छ के भनिरहेको थियो ए त्यो सोच्ने होइन कि साथीहरू होइन आफूसँग जे भइरह त्यो सबैलाई हुन्छ होइन लाइफमा स्ट्रगल भन्ने चिज नै गर्नुपर्ने हुन्छ सो अब त्यही हो अब मेरो काम चाहिँ भोलिदेखि सुरु हुन्छ होला साथीहरू अनि मैले चाहिँ केटाहरूलाई अहिले कुरा गर्न जान लागेको छु सो ल अहिले चाहिँ म फर्स्टमा रुममा गएर भेट्छु है त अनि खाजाहरू पनि खानुपर्ने हुन्छ ल म धेरै बोलेँ भनेर माइन्ड नगर्नु होला है फेदर बोलिरहेको ल मनमा लागेको कुरा भन्दै सेयर गरेको हजुरहरूलाई सो ल त्यही नै है त ल सो अलराइट गाइज है अहिले चाहिँ म रुममा आइसकेको छु अनि गर्मी नि भयो कि एकदम साइकल पेल्दा सो अनि बुढी एउटा कुरा भनौँ मेरो काम लाग्यो नि हो साँच्ची नै विश्वास नलाग्यो सो ल गाइज त्यही हो अब चाहिँ म चटपट छ सो त्यही नै होला साथीहरू अरू त के भन्नु अहिले चाहिँ म खाएर अनि हजुरहरूसँग अनि तपाईँहरूसँग फेरि भेट्छु नि त है ल चाउमिन छ अनि चटपट छ ल अहिले चाहिँ म खाएर भेट्छु है त तपाईँहरूसँग ल
सो गाइज अहिले चाहिँ हाम्रो केटाहरू आइसकेको छ अनि सो अब कामको कुरा गर्नुपर्ने हुन्छ म चाहिँ अघि नै जान्छु भनेको थिएँ अनि साइकल नि थिएन अनि म चाहिँ अहिले जसरी हिँड्दै जानुपर्ने हुन्छ भाउजूको पसलमा चाहिँ सो अब एकचोटि म कन्फर्म गरेर तपाईँहरूसँग अहिले भेट्छु है त ल अनि नाइट हो कि डे भन्ने कुरा हो ल अहिले म तपाईँहरूलाई के भन्ने कुरा अहिले म भन्छु है त ल सो अल राइट गाइज है अहिले चाहिँ हाम्रो कामहरू पनि सब फिक्स भइसकेको छ सो अनि मैले चाहिँ नाइटमै गर्ने भनेको काम अनि अब यसो डिसिजन गरेँ होइन पैसा कमाउनै पर्छ साथी हो है भनेर चाहिँ मैले सोचेँ एक मनले अनि गर्छु भनेर सो आउँछ कन्टेन्ट बवाल आउँछ साथीहरू अब अझै आउँछ के सो त्यही नै होला साथीहरू अहिले चाहिँ म भाउजूको पसलमा जानु लाग्यो लेफ्ट राइट गर्दै सो अनि अब छिमेकीलाई पनि कति माग्नु के साधन यस्तो साधन त मागेन साइकल चाहिँ सो त्यही भएर म त वाक्कै लाएर चाहिँ अब चाहिँ म माग्दिनँ बरु हिँडेरै हिँड्छु जता गए नि सो आउला नि कुनै राम्रो दिन नि होइन र ल त्यही नै हो साथीहरू अहिले चाहिँ म भाउजूको पसलमा गएर भेट्छु है त अब यहाँदेखि हिँड्नुपर्छ उहाँसम्म जा कता हो सो फाइनली गाइज ल अहिले चाहिँ हामी यात्री गरेर आइसक्यो पैदल यात्री सो भाउजूको पसलमा आइसकेको छौँ अब यहाँबाट यसो अलिअलि तरकारीहरू लिएर जानुपर्ने हुन्छ भाउजू के छ तरकारी आथा काउली आथा लामुले ठोके काउली रहेछ साथी हो काउली र आलु आज हिजो बन्दा र आलु खाएको थियो आज काउली र आलु के छ नानु सो ल त्यही नै साथीहरू आलु रहेछ अनि काउली रहेछ अब यसो काँक्रो के हुन्छ हेरेर लानुपर्ने हुन्छ ल अहिले म भेट्छु है त लिएर तपाईँहरूसँग ल सो अल राइट गाइज है अहिले चाहिँ म चट्ट भाउजूबाट लिएर आइसकेको छु अलिअलि तरकारीहरू सो हेर्नु सक्नुहुन्छ दुध काउली आलु लिएर आइसकेको छु अब अरू त के भन्नु अब आज भ्लग भोलितिर 4 बजीतिर अपलोड गरिदिन्छु म अनि बिहान काममा पनि जान्छ सो ल त्यही नै अहिले चाहिँ म डाइरेक्ट रुममा गएर भेट्छु है त तपाईँहरूसँग ल त्यही नै सो अल राइट गाइज है अहिले चाहिँ म रुममा आएर पनि चट्ट अब चाहिँ म तरकारीहरू बनाउन लागेको छु सो अनि म चाहिँ अनि अहिले चाहिँ म भ्लग पनि इन गरिदिनु लागेँ कि अनि किन भन्दा चाहिँ म भोलि काममा पनि जानु छ सो त्यही भएर चाहिँ अनि अहिले अब म बनाइराखेँ भने पनि मेरो भ्लग एडिट पनि म यहाँ बनाउँदै गर्नुपर्ने हुन्छ सो त्यही भएर चाहिँ म होइन अब लङ पनि हुन्छ अब आज होइन अब त्यही हो लाइसेन्स अब निकाल्ने छु अनि म चट्ट एउटा बाइक पनि लिने भनेर चाहिँ अब सोचिरहेको छु सो अब काम गर्छु म झ्याम होइन अनि तपाईँहरूले होइन के भन्न चाहन्छु एकदम माया गरिदिनु भएको छ म यति खुसी छु साथीहरू होइन के भन्नु तपाईँहरूलाई कसरी बयान गरौँ के यो कुरा चाहिँ सो हजुरहरूलाई एकदम हृदयदेखि धन्यवाद भन्न चाहन्छु है अनि आगामी दिनहरूमा नि यसरी माया गरिदिइराख्नु होला भन्न चाहन्छु अनि भ्लग आउँदैन होला अब यो काममा गएपछि यताउता सोच्नुहुन्छ होला तपाईँहरूले सो होइन त्यस्तो चाहिँ नसोच्नु म काममै गए पनि म होइन भोलि बिहान 4 बजीदेखि बेलुकाको 6-7 बजे अब कतिखेरसम्म हुन्छ सो त्यतिखेरमै म के हुन्छ भन्ने कुरा सबै तपाईँहरूलाई भनिराख्नेछु म होइन जे गर्छु तपाईँहरूलाई देखाइ नै रहनेछु अनि त्यही नै होला साथीहरू आज भ्लग के कस्तो लाग्यो हजुरहरूलाई अनि मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला अनि त्यही भन्दै ल त्यही नै हो अब म नि यहाँ खानासाना बनाएर चट्ट अब खाएर अनि होइन सुत्नुपर्ने हुन्छ हजुरहरू पनि सुत्नु होला ल गुड नाइट ह्याभ अ स्विट ड्रिम अनि नेक्स्ट भिडियोमा भेटौँला जय नेपाल।